10 अवतार मध्येमा पहिलो अवतार मत्स्य अवतार लिनुभएको ठाउँ हो। अब मत्स्य नारायणको किंवदन्ती उत्पत्तिको बारेमा धेरै ठुलो वर्णन गरिएको पाइएको छ। त्यो अनुसार म चाहिँ हजुरहरूलाई सारांशमा चाहिँ यो हो भन्ने कुरा चाहिँ दर्शाउन चाहे। सत्ययुगमा चाहिँ हयग्रीव भन्ने राक्षसले चाहिँ वेदलाई ब्रह्माजी चाहिँ शयन गरेर ध्यान मग्न भएको बेलामा चाहिँ हरण गरेर वेदलाई पातालमा लग्यो र पातालमा कस्तो ठाउँमा भन्दाखेरि जहाँ चाहिँ पानी बेसी भएको ठाउँलाई लगिसकेपछि अब पातालमा त्यो पानी भएको ठाउँमा जानलाई चाहिँ भगवान विष्णुले मत्स्य अवतार लिएर त्यो वेदलाई उद्धार गर्नुभएको र अनि त्यसपछि मानिसहरूको सभ्यताको पनि विकास भएको भन्ने कुरा चाहिँ श्रीमद् भागवतको 8औं स्कन्धको 24औं अध्यायमा वर्णन गरिएको पाइएको छ। त्यस्तै नेपाल सम्बन्धमा पनि उल्लेख गरेको पाइएको छ। मत्स्य पुराणमा पनि उल्लेख गरेको हामी भेटाउँदछौँ र यो मन्दिर चाहिँ लिच्छवीकालीन हो भनेर पुरातत्व विभागले पटक आएर यहाँ चाहिँ प्रमाणित पनि गरिसकेको छ। अनि त्यसै गरी मल्लकालीन शाहवंशी र शाहवंशीपछि काजी फलकद्वारा पनि संरक्षण भएको अनि यसमा सुधारहरू धेरै भएको हामी भेटाउँछौँ। यहाँ शिलापत्र 5 हामी रहेको पनि पाउँछौँ। अनि यसको खास विशेषता चाहिँ के हो भन्दाखेरि यहाँ मूल वरिपरि पानी छ, बिचमा मन्दिर छ। मन्दिर पनि सुवर्ण कुण्डमाथि मन्दिर बनेको हो। अनि यहाँ मूल आउने चाहिँ पुरानो किंवदन्ती अनुसार के हो भन्दाखेरि यहाँ चाहिँ अरू बेलामा चाहिँ अन्तमूलहरू जति पानी परे पनि असारमा आउँछ, तर मत्स्य नारायण मन्दिरमा चाहिँ आउँदैन। यहाँ चाहिँ जाडो महिनामा चिसो भएपछि मात्रै मूल पलाउँदछ। अब यो अहिले हाम्रो इन्भाइरोमेन्ट अनुसारको चाहिँ ग्लोबल वार्मिङ भने जस्तै यहाँ चाहिँ मूल अलिकति परिवर्तन भएको छ। पहिला चाहिँ नागपञ्चमीदेखि पलाउँथ्यो, अब अहिले चाहिँ यो असोजको पोहोर पनि टिकाको दिन नै मूल पलाएको थियो। अब अहिले पनि नौरथाबाट अलिअलि चिसो हुँदै आएछ। अब त्यसपछि मूल आउँछ कि भन्ने हामीले चाहिँ आशा राखेका छौँ। मूल आएपछि एकदम धेरैसम्म आउँछ है। यहाँ यो कुण्ड पनि भरिभरा हुन्छ। त्यसै गरिकन तल